एकैछिन यो भिडियो हेर्नुहोस् त, यो भिडियो हेर्नुहोस्। बस यस्तो हुनुपर्छ कि सोचाइ भनेको यस्तो हुनुपर्छ, अनि मात्रै देश बन्छ। कुनै पनि झोलेलाई विदेशीले कुन माथिको होस् मलाई छोडिदिन्छु भन्दैन। त्यसले तिनीहरूले भनेको खान्छौमा तिनीहरूलाई नै गाड्छ। हामी सबै नेपाली त गाडिन्छौँ गाडिन्छौँ, तिमीहरू पनि गाडिन्छौ याद राख। त्यही भएर पहिले देश बचाउने, देशलाई माया गर्ने मान्छे खोज। बुढाहरू अझै हिम्मत गर्छौ, अझै देशको कुरा गर। देश हो देश, देश हो, एउटा देश छ, तपाईहरु जनता छ, पत्रकार पनि जनता हो। यो पत्रकारले देशलाई एउटा सेनाले अहिले यहाँ झोले प्रवेश भयो नि त होइन, झोले प्रवेश भयो नि त अहिले। बस यस्तो हुनुपर्छ कि सोचाइ भनेको यस्तो हुनुपर्छ, अनि मात्रै देश बन्छ। युवाको सोच र बुढापाका र अहिलेका ती अलिकति उमेर भएका मान्छेहरूको सोचमा कतिको फरक छ हेर्नुहोस् त। यस्तो हुनुपर्छ, यो बहिनीले चाहिँ बनाउनु पर्ने हो नेता चाहिँ, यस्तो हुनुपर्छ, अनि मात्रै देश विकास हुन्छ। पार्टी भनेको छ, पार्टी भनेको छ, पार्टीको पछाडि लागेको छ झोलेहरू त।